नमस्कार सबैजनालाई। यो ज्ञानवाणी सत्सङ्ग हो, जुन कि ज्ञान मार्गको सत्सङ्ग हो। ज्ञान मार्ग के हो? आध्यात्मिक ज्ञान पाउने एउटा मार्ग हो। यसलाई अन्तिम मार्ग पनि भनिन्छ। र ज्ञान मार्ग हामी एउटा गुरुको संरक्षणमा घुमिरहेछौँ। उहाँको नाम तरुण प्रधानजी हो, सद्गुरु श्री तरुण प्रधानजी। र उहाँको सबै कार्यक्रमहरू निःशुल्क छ ज्ञानमार्ग.गुरुमा। ज्ञानमार्ग.गुरुमा गएर कसैले पनि ज्ञान पाउन सक्छ। त्रिज्ञानमा तीन दिवसीय कार्यक्रम हो, जुनमा कि हामी कुरा गर्छौँ एकअर्कासँग। फेस टु फेस अनलाइनबाट कुरा हुन्छ, फेस टु फेस नभनौँ, अनलाइनबाट कुराकानी हुन्छ फोनको मार्फतले। अनि त्यसमा हामी ज्ञानको आदान प्रदान गर्छौँ। 3 दिन 1-1 घन्टा मात्रै चाहिने हो अन्तिम ज्ञानको लागि। अर्को छ ज्ञान दीक्षा कार्यक्रम, जुन कि विस्तृत ज्ञानको कार्यक्रम हो। त्यसपछि तन्त्रबोधी कार्यक्रम पनि छ, जुन कि ज्ञान दीक्षा कार्यक्रम गरेपछि मात्र त्यसमा गर्न पाइनेछ, तन्त्रबोधी कार्यक्रम। र ज्ञानमार्ग.गुरुको सबै कार्यक्रमहरू पूर्णतया निःशुल्क छन्। यहाँ कसैले पनि 1 रुपियाँ पनि खर्च गर्नु पर्दैन र खाली जिज्ञासा र मुमुक्षुता भए पुग्छ। यहाँ कुनै बन्धन छैन कि कसले गर्न सक्छ र कसले गर्न सक्दैन, सबैले गर्न सक्छ। मानौ तपाईँलाई लेख्न पढ्न पनि आउँदैन, ज्ञानको इच्छा मात्रै छ भने पनि तपाईँले त्रिज्ञानसम्म गर्न सक्नुहुन्छ। यदि लेख्न पढ्न आउँछ, अगाडि विस्तृतमै जान चाहनुहुन्छ भने ज्ञान दीक्षा कार्यक्रम, तन्त्रबोधी कार्यक्रम धेरै छ। तपाईँलाई यो पनि थाहा छैन कि गुरु कहाँ खोज्ने भनेपछि पनि तपाईँ ज्ञानमार्ग.गुरुमा गएर आफ्नो गुरु पनि खोज्न सक्नुहुन्छ, रोज्न सक्नुहुन्छ। तपाईँलाई यो पनि थाहा छैन कि मार्ग के हो भनेर, त्यो पनि तपाईँ आफ्नो ज्ञानमार्ग.गुरुमा गएर खोज्न सक्नुहुन्छ। आध्यात्मिकतासँग सम्बन्धित सबै थोक त्यहाँ छ। तपाईँ एकचोटि छिर्नु हेर्नु ज्ञानमार्ग.गुरु। हजुर, आज हाम्रो विषय रहेको छ चर्चाको विषय, अस्तित्व मिथ्या रूपमा प्रकट छ, सत्य रूपमा किन छैन? हैन, किनकि हामीले हेरिरहेछौँ सबै जुन प्रकट छ हाम्रो ज्ञान मार्गको ज्ञानै त्यही हो हैन, कि अस्तित्व आफ्नो मिथ्या रूपमा प्रकट छ हैन। किन मिथ्या रूपमा नै प्रकट हुनु परेको, सत्य रूपमा किन प्रकट छैन भनेर हाम्रो प्रश्न रहेछ। आदेशमाथि नै हामी चर्चा गर्नेछौँ। सबैभन्दा पहिला मैले यहाँ आमन्त्रण गरेँ रोशनजीलाई। रोशनजी कृपया आफ्नो मत राख्नुहोस् मनन यो विषयमा। अहिले बोल्न सक्नुहुन्छ रोशनजी? हजुर हजुर, नमस्कार। तपाईँले मलाई भन्नुभयो, धन्यवाद। अस्तित्व मिथ्या रूपमै प्रकट, सत्य रूपमै क्यों नै, यो कुरा जब उठ्छ कि अस्तित्व मिथ्या रूपमा प्रकट छ किन भनेर, किन भन्दा कस्तो कुरा हुन्छ भन्दाखेरि पहिला अस्तित्व मिथ्या रूपमा प्रकट हुन्छ तब बल्ल यो प्रश्न आउँछ। मतलब त्यो अस्तित्व मिथ्या रूपमा पहिले नै प्रकट छ, त्यो अस्तित्वमा त्यो प्रश्न पनि त्यही मिथ्या त्यही भागमा प्रकट हुन्छ। त प्रकट जे पनि हुन्छ त्यो अनुभव हो, त्यो अरू हुनै सक्दैन कि। अब किन भन्ने प्रश्न पनि मैले त्यसैमा जोड्ने, त्यस कारण कि जे पनि प्रकट हुन्छ त्यो मिथ्या रूपमै हुन सक्छ, किनकि त्यो अनुभवमा आउनु पर्यो यदि त्यसलाई स्थापित गर्नु पर्यो भने त होइन। त्यो अनुभव त जहिले अब परिवर्तनशीलको नै हुन्छ, जुन परिवर्तन हुन्छ त्यो नै अनुभव हुन्छ, त्यो नै प्रकट हुन्छ। यसरी भन्दा मैले योभन्दा छोटो कुनै व्याख्या गर्न लायक मैले केही पनि देखिनँ, माफ गर्नु होला। तर यही नै बुझेँ मैले। वाणीजी कृपया अरूहरूसँग पनि एकचोटि लिनु होला, के भन्नुहुन्छ? धन्यवाद। धेरै धेरै धन्यवाद रोशनजी, तपाईँले आफ्नो मनन राख्नुभयो। अब चाहिँ मैले रामकुमारजीलाई आमन्त्रण गर्न चाहन्छु। रामकुमारजी। धन्यवाद वाणीजी, यो विषयमा चाहिँ मलाई आफ्नो विचार, आफ्नो कुरा राख्ने मौका दिनुभएकोमा सबैलाई सादर प्रणाम छ। यो अस्तित्वमा मिथ्या रूप नै प्रकट हुन्छ, सत्य रूप चाहिँ किन प्रकट हुँदैन भन्ने प्रश्नको कुरा गर्दाखेरि अस्तित्व भन्नाले अस्तित्वमा चाहिँ सबै कुरा जे पनि सम्भव हुन्छ, अस्तित्वमा असम्भव भन्ने कुरा केही पनि छैन। जसले गर्दा अस्तित्वभित्र चाहिँ अनुभवकर्ता, अनुभव क्रिया यी कुराहरू हुन्छ र यो अनुभवकर्ता, अनुभव क्रिया, अनुभव र अस्तित्व यो चारैवटा एकै ठाउँमा चाहिँ मिश्रण भयो, एकै ठाउँमा मिल्यो भने चाहिँ यो एउटा यसलाई चाहिँ एकता अद्वैतको सङ्गम पनि भनिन्छ। त्यस कारणले जब अनुभव अस्तित्वसँग जोडिन्छ, अनुभव भन्न साथै यो सबै मिथ्या नै हो, किनकि जति पनि अनुभव छ त्यो छिनको छिनमै परिवर्तन हुन्छ, त्यो अपरिवर्तन भन्ने कुरै रहँदैन। त्यसले गर्दाखेरि अस्तित्वमा
अनुभव आउन साथै यो मिथ्या रूप स्वत स्पष्ट हुन्छ भने अर्को साइडमा फेरि अस्तित्वमै अनुभवकर्ता पनि जोडिन्छ, किनकि सबै कुरा अनुभव अस्तित्वमा सम्भव छ। त्यसले गर्दाखेरि जब अनुभवकर्ता अस्तित्वसँग रहेको हुन्छ त्यति बेला चाहिँ यो सत्य रूपमा देखिन्छ, किनकि यो अस्तित्व अनुभवकर्ता कहिले पनि परिवर्तन हुँदैन। त्यसले गर्दा अस्तित्व भन्नाले एउटा अनुभवको दृष्टिकोणबाट हेर्दाखेरि यो मिथ्या रूपमा हुन्छ भने अनुभवकर्ताको दृष्टिकोणबाट हेर्दाखेरि चाहिँ यो सत्य रूपमा प्रष्ट हुन्छ। मैले चाहिँ यति नै भने अगाडिजी यस विषयमा। हजुर, धन्यवाद रामकुमारजी। हजुर, प्रश्न छ तर अनेस्टली भन्नुपर्दाखेरि होइन, अब चित्तमा कस्तो एउटा अवस्था अनुभव भइरहेको छ भन्दाखेरि प्रश्न गर्ने अनि उत्तर दिने त्यो खास भने त्यो इच्छा पनि छैन, चाह पनि छैन, मुड पनि छैन होइन, त्यस्तो खालको छ कि खास चित्तको अवस्था भन्नुपर्दाखेरि है। खालि सुन्नमा अनि जे छ त्यसमै एक्सेप्टेन्स गर्नमा आनन्द चाहिँ खास त्यसमै लाग्छ होइन। तर पनि अनि सत्सङ्गहरूमा होइन साधकजनहरूको कुराहरू सुन्न, चर्चाहरू सुन्न अति नै आनन्द लाग्छ। बोल्न चाहिँ खासै त्यो भित्र चित्तबाट यो रिसेन्टली अहिले पछिल्लो अवस्थामा चाहिँ यस्तो भइरहेछ है। तर म जस्ट कोसिस गर्छु होइन सहभागिताको लागि। अस्तित्व मिथ्या रूप में प्रकट है, सत्य रूप में क्यों नहीं। हजुर, अब सत्य असत्यको कुरा गर्नुपर्दाखेरि चाहिँ अब हामी बुद्धिको स्तरमै कुरा उठ्छ होइन, द्वैतको अवस्थाकै कुरा हो। सत्य असत्य, यो सत्य असत्यको यो जुन विभाजन छ त्यो पनि मिथ्या नै हो, त्यो परम सत्य चाहिँ होइन। तर यो आवश्यक छ, किन भन्दाखेरि आत्मज्ञान आत्म तत्त्वसम्म पुग्नलाई चाहिँ यो विभाजन जरुरी छ होइन। त्यस कारणले तर जब आत्मज्ञान हुन्छ, मेरो तत्त्वको ज्ञान हुन्छ, म के हो मेरो तत्त्व के हो त्यो ज्ञान हुन्छ, त्यसपछि सत्य र असत्यको पनि सायद धेरै चर्चा गरिरहनु पर्दैन। किन भन्दाखेरि जे प्रकट छ त्यो प्रकट नै छ होइन, जे अप्रकट छ त्यो पनि छ। अब अप्रकट जे छ त्योसँग कुनै घृणा अथवा कुनै बन्धन पनि त्यस्तो देखिँदैन। अनि जुन अप्रकट छ त्यो म नै हो, मेरो तत्त्व नै हो। अनि जे प्रकट छ, जे मिथ्या भन्छ यो बुद्धिले, त्यो पनि सत्यकै धरातलमा त भइरहेको छ नि त। अनि सत्यसँग अलग पनि छैन, छुट्याउनु पनि सकिँदैन। बुद्धिले जान्ने चाहिँ यति नै हो। अब योभन्दा बढी बोल्यो भने अब त्यो चाहिँ अब फेरि त्यो मिथ्याकै बखान हो। जुन मिथ्याको जति बखान गरे पनि त्यो सत्य चाहिँ हुँदैन। अब यो एउटा चक्र भनौँ न, बुद्धिको चक्र हो। अब त्यसले चाहिँ निष्कर्ष आउँदैन। निष्कर्ष के मेरो विचारमा निष्कर्ष चाहिँ के हुन्छ भन्दाखेरि सत्य पनि त्याग्नु होइन, असत्य पनि त्याग्नु, बस हुनुमा आउनु, हुनुमा रहनु, आफ्नो तत्त्वमा रहनु, पूर्ण स्वीकार त्यसमा रहनु। सायद अस्तित्वलाई आफ्नो तत्त्वलाई र जे छ आफ्नो तत्त्वलाई बाँच्नु नै सायद यो प्रश्नको उत्तर होला। सायद अब यो कुनै शब्दले अथवा कुनै बुद्धिले अब यसको मैले चाहिँ उत्तर भेटिनँ है, माफ गर्नु होला। हजुर हजुर, धन्यवाद सुरजी, धेरै राम्रो बोल्नुभयो। खासै भन्ने हो भने यस्तै हो, विश्लेषण गर्दै जाँदा होइन यस्तै हुन्छ कि एकातिरबाट उत्तर निकाल्यो भने फेरि अर्कोतिरबाट हाम्रो तर्कले भन्छ कि यस्तो कसरी हुन सक्छ होइन। तैपनि अरू साधकहरूको पनि यहाँ मनन लिउँ। यहाँ जानकीजी हुनुहुन्छ। जानकीजी, सम्भव छ भने तपाईँलाई बोल्ने समय छ भने। सबैलाई नमस्कार। एकैछिन है, आधा मिनट म आवाज आइरहेको ठाउँमा छु, म त जान्छु। त्यति बेलसम्म जानकीजी आउनुहुन्छ, त्यति बेलसम्म शोभाजी तपाईँ बोल्न सक्नुहुन्छ। हजुर, सबैलाई नमस्कार। आजको विषय
अस्तित्व मिथ्या रूप में प्रकट है, सत्य रूप में क्यों नहीं। अर्थात् अस्तित्व अर्थात् सम्पूर्णता। सम्पूर्णता भन्ने बित्तिकै मिथ्या र सत्य दुवैको एकता नै अस्तित्व हो। त्यसैले हामीले यसलाई दुईमा नबुझेर जे छ त्यो छ, यो सम्पूर्ण छ भनेर हामीले यसलाई एक अद्वैत स्तरमा बुझ्नुपर्ने हुन्छ। अनि एकता छ, त्यसैले यहाँ एकताको अर्थ नै छ कि त्यो सम्पूर्ण छ। सम्पूर्णता माने हामीले यसलाई तत्त्व रूपमा पनि बुझ्न सक्छौँ र तत्त्व रूपमा बुझ्दाखेरि अस्तित्व शून्य छ। हामीले जति पनि विधिद्वारा मानदण्डद्वारा हेर्छौँ, हटाउँदै जान्छौँ, उसको जति पनि प्रकट रूपहरू अनुभवहरू छन् तिनीहरूको सार चाहिँ शून्य नै आउँछ। भनेपछि अस्तित्वमा हामीलाई जो अनुभव भइरहेछ त्यो पनि मिथ्या छ र त्यो अनुभवको एउटा दृष्टा मात्रै छ जो चाहिँ सत्य स्वरूप छ। त्यो पहिलेदेखि नै छ, हामीले न त्यसलाई जान्न सक्छौँ, यो शरीरद्वारा मनोशरीर यन्त्रद्वारा त्यसलाई न जान्न सक्छौँ, न यो शरीरबाट नै त्यो बन्न सकिन्छ। त्यो भनेको हुने मात्र हो जो चाहिँ अस्तित्वमा छ। त्यसैले यसलाई मिथ्या र सत्य रूप दुई भागमा हेर्न भन्दा पनि यो एक रूपमा एकता नै सम्पूर्ण अस्तित्व हो भनेर बुझ्न सक्छौँ। यही नै छ मेरो मनन। धन्यवाद शोभाजी। जानकीजी तपाईँ फ्री हुनुभयो अब? हजुर, म आफ्नो कुरा राख्छु है त। अस्तित्व मिथ्या रूपमा प्रकट है, सत्य रूपमा क्यों नहीं, यही हो होइन विषय आजको मननको? हजुर हजुर, यही हो। मिथ्या भन्ने बित्तिकै र प्रकट भन्ने बित्तिकै त्यो अनुभव भयो। जब प्रकट हुन्छ त्यो अनुभव हुन्छ र अनुभव चाहिँ मिथ्या नै हुन्छ। र यदि त्यो सत्य रूपमा प्रकट हुन्थ्यो भने त्यो अपरिवर्तनशील हुन पर्थ्यो होइन। र जो प्रकट हुन्छ यदि भने त्यो अनुभव हुँदैन होइन। त्यही भएर यो अनुभव फेरि सत्य हुँदैन। यसरी यो चाहिँ के भन्छ कनेक्टेड शब्दहरू प्रयोग गरेर चाहिँ बुझ्नुपर्ने जस्तो देखिन्छ होइन। प्रकट हुने बित्तिकै त्यो अनुभव भयो, अनुभव हुने बित्तिकै त्यो चाहिँ सत्य भएन, मिथ्या भयो। अनि त्यसपछि त्यो जुन अप्रकट आयाम छ त्यो चाहिँ मात्रै सत्य हुन्छ। किन भन्दाखेरिमा त्यो अप्रकट चिज जुन कुनै पनि हिसाबले प्रकट छैन, अनुभव गर्न सकिँदैन, त्यो मात्रै स्थायी हुन्छ र त्यो मात्रै स्थायी नै हाम्रो अपरिवर्तनीयशीलता नै हाम्रो सत्यको मानदण्ड भएको कारणले गर्दाखेरि सत्य हुनको लागि अपरिवर्तनशील हुन पर्थ्यो होइन। जब प्रकट हुन्छ भने त त्यो परिवर्तनशील भइहाल्यो। त्यसैले गर्दाखेरि अस्तित्व चाहिँ प्रकट रूपमा जुन अस्तित्व प्रकट रूपमा छ त्यो मिथ्या। जुन अब त्यो मिथ्या पनि के प्रकट भइरहेछ भन्ने कुरा चाहिँ अब कसैलाई थाहा छैन होइन। अब हाम्रा इन्द्रियहरूले जे बताए जे देखाए त्यही नै प्रतीति हामीलाई भइरहेछ। त्यो के हो र के प्रतीत भइरहेछ, के प्रकट भइरहेछ भनेको चाहिँ थाहा नभएको चिज भएकोले हामीले यसलाई मिथ्या अथवा भ्रम अथवा असत्य भनेर यी विभिन्न नामहरूले चाहिँ चिन्ने चाहिँ गरिन्छ। यदि अब सोझो अर्थमा मात्रै भन्ने हो भने मिथ्या रूपमा किन प्रकट छ, सत्य रूपमा किन प्रकट छैन भन्दाखेरि प्रकट हुने बित्तिकै त्यो स्वतः मिथ्या भयो। यसमा किन भन्ने प्रश्नै आएन। जब प्रकट भयो तब मिथ्या नै भयो कि। अब यसमा किन भन्ने प्रश्न चाहिँ र त्यो किन भन्नेको उत्तर चाहिँ छैन। अब हामीले बुझ्न व्याख्या गर्न अब जताबाट जे कुराहरू शब्दहरू ल्याएर व्याख्या गर्दाखेरिमा चाहिँ यसरी गर्न सक्ने भइयो। तर किनको उत्तर चाहिँ छैन। सत्य किन अप्रकट छ भन्ने पनि उत्तर छैन होइन। र अब त्यो प्रकट हुन्थ्यो भने त्यो सत्य हुँदैन थियो, त्यही हो हामीले जान्ने होइन। अनि मिथ्या किन प्रकट छ भन्दा पनि यो उत्तर किन भन्नेको जवाब छैन। अब प्रकट छ त्यसैले मिथ्या छ भनेर मैले छोटकरीमा यही नै भने। हजुर यस्तै हो।
बुझ्दै जाँदा होइन, भित्रभित्र बुझ्दै जाँदा यस्तै निस्केर आउँछ मननहरू होइन। अब अन्तमा गएर बुझ्न त बुझिन्छ तर बुझाउन सकिन्न। त्यस्तो अवस्था चाहिँ सबै साधकहरूको एक समयमा आउँदो रहेछ भनेर बुझियो होइन। यहाँ सबैजनाको मनन सुनेपछि मैले सोच्छु मेरो मात्रै अवस्था यस्तो रहेछ, तर सबैजनाको अवस्था त्यही छ, बुझ्न सकिन्छ होइन। मलाई बुझाइ भइसक्यो, तपाईँलाई बुझाइ, तर शब्दमा चाहिँ भन्न सकिन्न होइन। धेरै राम्रो जानकीजी। अब चाहिँ यादवजीलाई आमन्त्रण गरेँ मैले। यादवजी बोल्न सक्ने स्थितिमा हुनुहुन्छ भने। धन्यवाद अबानीजी। आजको विषय यो अस्तित्व मिथ्या रूपमा प्रकट छ, सत्य रूपमा किन छैन भन्ने यो ज्ञान मार्गको मूलभूत विषय नै यही हो, मूल ज्ञान सम्बन्धी प्रश्न। यो अस्तित्व भन्ने बित्तिकै यो हुनु हो, जो भइरहेको छ, जो सम्पूर्णता। अब यसको परिभाषामा हामी गयौँ भने सम्पूर्णता र हुनु यो अस्तित्व हो, मिथ्या रूपमा प्रकट छ। अब यो त यहाँसम्म त ठिक छ, मिथ्या रूपमा प्रकट छ, किनभने यसमा हाम्रो मूल ज्ञानमा सुरुवाती महावाक्य नै अस्तित्व मिथ्या रूपमा आफ्नै मिथ्या स्वरूप अनुभव गरिरहेछ भन्नेबाट सुरु हुन्छ। र यो अनुभवमा, हाम्रो अपरोक्ष अनुभवमा पनि यही प्रमाण भेटिन्छ। सत्य रूपमै क्यों नहीं, सत्य रूपमा किन भन्ने प्रश्नमा जानकीजीले भन्नुभयो, यसमा सबभन्दा पहिला चाहिँ यो अकारण, यसको कुनै कारण दिन सकिँदैन, किन छैन भनेर। त यही नै हो मैले पनि भन्ने, यसको केही कारण छैन, किनभने हाम्रो सत्यको मानदण्ड जुन परम सत्यको मानदण्ड छ ज्ञान मार्गमा, यो अपरिवर्तनशीलता। अब अनुभव के को हुन्छ भनेपछि अनुभव परिवर्तनशीलताको अनुभव हुन्छ। जो परिवर्तन छ, परिवर्तनबाट अब यो हामी न्याय विज्ञानमा अलिअलि यसको बुझ्न सक्छौँ अवधारणा। किनभने जब एकबाट अर्को अवस्थामा परिवर्तन आउँछ, त्यहाँ एक कम्पन सिर्जना हुन्छ र त्यसैको अनुभव हुने हो र त्यही नै प्रकट हुने हो। अब यो प्रकटलाई मिथ्या रूप किन भनियो भने यो बदलिरहन्छ र यो कारण प्रभावसँग सम्बन्धित छ, आफ्नै स्वतन्त्र अस्तित्व छैन। छन्छ अनुभवमा आउँछ, तर यो आफैमा आफ्नै अस्तित्व छैन, स्थायी छैन। त्यसको उत्पन्न हुने र परिवर्तन हुने, उत्पन्न परिवर्तन यो निरन्तर भएको कारणले यसैको अनुभव छ। अब हामी अझै गहिराइमा गयौँ भने जानकीजीले भनिसक्नुभयो। अब शब्दले यहाँ काम गर्दैन, बुद्धि पनि त्यहाँ गएर विसर्जित हुन जान्छ। यो प्रकट पनि मिथ्या नै हो, सत्य होइन। यही ज्ञान हुन्छ शब्दमा यसरी ल्याएर व्यक्त गर्न र अर्कोलाई प्रसार गर्न। यो मुस्किल काम हो, किनभने त्यही कारण हामीले ज्ञान साधनमा अपरोक्ष अनुभव र तर्कलाई मात्रै मान्यता दियौँ यो ज्ञान मार्गमा। त्यसैले मात्र, किनभने यो ज्ञान भन्ने चिज अनुभवबाट हुने हो, बाहिरबाट आउने त सङ्केत आउने हो। त्यो सङ्केतलाई अब गुरुको सहयोगबाट सत्य असत्यको भेद सिकाएर जानिने हो। यो अलि विषयभन्दा अलिकति बाहिर गयो होला, त्यही पनि यति भनेर यसलाई थोरै भए पनि पूर्णतातिरको सङ्केत गर्न सकिन्छ कि भन्ने अवधारणाबाट यी शब्दहरू थप आएका हुन्। जी अबानीजी धन्यवाद। हजुर धेरै धेरै धन्यवाद यादवजी। रामकुमारजीलाई सायद मैले आमन्त्रण गरेँ कि गरेन मलाई याद छैन। रामकुमारजी तपाईँ आफ्नो मन। हजुर, मैले सेकेन्डमा बोलेको थिएँ। ए हजुर 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 धन्यवाद। तर अघि काटी डिस्टर्ब हुनुभन्दा अगाडि बोलेको। ए हजुर हजुर, अझै पनि केही बोल्न चाहनुहुन्छ भने सक्नुहुन्छ। मैले त्यो बोल्ने कुरा त त्यति नै थियो। हजुर होइन, हजुर हस्। अब चाहिँ सबैजनाको मनन मलाई लाग्छ यहाँ आइसकेछ। अब चाहिँ म आफ्नो मनन राख्छु, त्यसपछि अभिनेश्रीको पालो आउँछ। म चाहिँ आफ्नो मनन राख्छु अब। हजुर, त्यो आजको हाम्रो मननको विषय रहेको छ अस्तित्व मिथ्या रूपमा प्रकट छ, सत्य रूपमा किन छैन भनेर होइन। अब यसको जस्तो कि सबै साधकहरूले भन्नुभयो, यसको उत्तरै सम्भव छैन। किनको उत्तर आउन सक्दैन। किन आउन सक्दैन भने हामीले हजारौं कारण दिन सक्छौँ किन मिथ्या रूपमा प्रकट छैन, मिथ्या रूपमा मात्रै प्रकट छ भनेर।
तर त्यो सबै कारणहरू तर्क लगाउँदा जाँदा होइन सबै मिथ्या नै, त्यो सबै बिना मतलबको प्रमाण हो जस्तो लाग्छ। सुरुवातको लागि त ठिक छ, सुरुवात गर्नलाई ठिक छ होइन कि यो कारण हो त्यो कारण हो, तर अन्तमा गएर सबै कारण अकारण बनेर जान्छ। जस्तो कि हामीले अस्तित्व मिथ्या रूपमा किन प्रकट छ भन्दाखेरि सबभन्दा पहिलो त यो आउँछ कि प्रकट पनि छैन, प्रकट छैन, प्रतीति मात्रै छ होइन। प्रकट किन छैन भने जब अब आजको युग त वैज्ञानिक युग हो होइन, वैज्ञानिकहरूले पनि यसमाथि रिसर्च गरेका छन् कि जति पनि अनुभवहरू छन्, अनुभव भनेको जुन पनि भौतिक जगतको भनौँ न होइन, अहिले हामी अनुभव भनेको त्यति नै बुझ्छौँ, भौतिक जगतको अनुभव, वस्तु, शरीर होइन, मनको, विचारको, सबैको। र वस्तुहरूको विश्लेषण वैज्ञानिकहरूले गर्दा होइन, यसको त रिसर्चहरू पनि पाइन्छ, रिसर्चको रिपोर्टहरू पनि गुगलहरूमा पनि पढ्न पाइन्छ। अनि त्यसको उहाँहरूले के गर्नुभयो भने तोडेर हेर्दाखेरि शरीरको कोशिका लिनुभयो, धेरै थरी सामानहरू लिनुभयो, सबैको एक एक कण लिनुभयो। अनि उहाँहरूले तोडेर हेर्दा अन्तमा गएर होइन अणु, परमाणु, त्यसपछि एटम भनेर के निस्क्यो। अन्तमा गएर त्यहाँ केही पनि थिएन, कुनै पदार्थ थिएन जसले कि साह्रै अनुभव बनेको छ। अन्तमा गएर उहाँहरूको खोज के थियो भने के पदार्थले के वस्तु बनेको छ भनेर खोज थियो वैज्ञानिकहरूको। तर उहाँहरूले के हेर्नुभयो भने सबै थोक एउटै भाइब्रेसन मात्रैबाट सबै थोक प्रतीत भइरहेछ, कुनै पदार्थ छैन। मूलमा गएर हेर्दा उहाँहरूले हेर्नुभयो कि कुनै पदार्थबाट बनेको छैन, किनकि यदि पदार्थबाट बनेको भए अन्तमा त्यो पदार्थ बच्नु पर्ने थियो होइन। अन्तमा कुनै पदार्थ बसेन, त्यहाँ चाहिँ एउटा परिवर्तन मात्रै देखियो, भाइब्रेसन, कम्पन होइन, कम्पन मात्रै देखियो, जुन कि हाम्रो नाद विज्ञानमा पनि भनिन्छ एक अवस्थाबाट अर्को अवस्थाको परिवर्तन नै प्रतीति रूपमा हामीलाई। अब त्यो कम्पन, अब हामीले त हेर्दा हामीलाई त वस्तुहरू देखिन्छ, त्यो कम्पन त देखिँदैन होइन। खासै के भएको हो भने त्यो कम्पनहरू, एक थरीको कम्पनहरू एक ठाउँमा संकर्षणको नियमले गर्दा एक ठाउँमा एकत्रित भयो। जस्तो कि तपाईँले हेर्नुहोला, यो सबै ठाउँमा काम गर्छ यो नियमले। एकजना यदि ज्ञानी छ भने त्यहाँ ज्ञानी मान्छेहरू नै आकर्षित हुन्छन् होइन, जहाँ अज्ञान छ त्यहाँ अज्ञानी मान्छे नै आकर्षित हुन्छन्, जहाँ धनी छ त्यहाँ धनीहरू नै आकर्षित हुन्छन्, जहाँ गरिब छ त्यहाँ गरिबहरू नै आकर्षित हुन्छन्। अघि नै पनि चर्चा चलेको थियो यस विषयमा होइन। किनकि यो मायाको नियमै त्यस्तो छ होइन। किन नियम यस्तो छ भने सुरुवात, मूल त्यही हो, हाम्रो मूल भनेको त्यही हो कि एक थरीको परिवर्तन। जस्तो कि मानौ एक अवस्थाबाट अर्को अवस्थाको परिवर्तन, मानौ 10वटा पोइन्ट हामी बनाऊ, यस्तो त अनन्त पोइन्ट बनाउन सकिन्छ परिवर्तनको, तर अहिलेको लागि 10वटा पोइन्ट बनाऊ, ABCD EFGH यसरी गरेर 1 2 3 4 5 गरेर होइन। अब एबाट बी सम्मको परिवर्तन एउटा लिउँ, एबाट डी सम्मको परिवर्तन एउटा लिउँ भने दुई थरीको परिवर्तन भयो। अब एबाट ए सम्मको परिवर्तन मानौ अनन्त, मतलब अनगिनत परिवर्तनहरू एक ठाउँमा जम्मा भएर मानौ त्यो एउटा कोशिका जस्तो हामीलाई प्रतीत भयो होइन। अब ए देखि अर्को बी सम्मको परिवर्तन छ, त्यो अरू केही समानको जस्तो प्रतीत हुन्छ होइन। त्यस्तै अनन्त परिवर्तन हुन सक्छ, अनन्त हामीले एउटा त्यो बनाउन सक्छौँ होइन। बनाउन के सक्छौँ, त्यस्तो छ भनेर एउटा अनुमान लगाउन सकिन्छ होइन। अब त्यो परिवर्तन एक ठाउँमा जम्मा हुन्छ, जस्तो कि एबाट बी, एबाट बी, एबाट बी परिवर्तन एक ठाउँमा जम्मा भयो, एबाट सी, एबाट सी, एबाट सी परिवर्तन एक ठाउँमा जम्मा भयो। र त्यो एबाट बी को परिवर्तन जुन एक ठाउँमा जम्मा भएको थियो त्यो एउटा वस्तुको रूपमा प्रतीत भयो। एबाट सी सम्मको परिवर्तन एक ठाउँमा जम्मा भयो, त्यो एक थरीको परिवर्तनको रूपमा मतलब एक वस्तुको रूपमा हामीलाई प्रतीत भयो। त्यस्तै गरेर अनन्त परिवर्तन हुन सक्छ होइन। अब हेरौँ, यहाँ गएर एउटा अर्को क्वेसन रेज हुन्छ हाम्रो मनमा कि जब परिवर्तन छ भने मलाई किन मेरो घरको पंखा जस्तो देखिन्छ, मेरो शरीर जस्तो देखिन्छ होइन। यो किन हो भने इन्द्रियहरू जुन हाम्रो छ नि, उनीहरूको काम अनुभव लिने होइन, उनीहरूको काम त्यो परिवर्तनसँग प्रतिक्रिया गरेर होइन। त्यो द्वार जुन छ नि हो, त्यो द्वारबाट प्रवेश गर्दाखेरि त्यो परिवर्तनसँग प्रतिक्रिया गरेर भित्र जब प्रवेश हुन्छ तब त्यो हामीलाई वस्तुको रूपमा प्रतीत हुन्छ। अब हेर्नु, यहाँ प्रमाणित हुन्छ कि कुनै पनि वस्तु प्रकट भएको छैन, कुनै पनि वस्तु प्रकट छँदै छैन, खालि त्यो परिवर्तनलाई इन्द्रियहरूले परिवर्तन गरेर त्योसँग प्रतिक्रिया गरेर हामीलाई
त्यो भ्रम पैदा गरिरहेछ कि यो वस्तु यहाँ प्रकट छ भनेर। खासै प्रकट पनि केही छैन, जुन कि पहिलो प्रश्नको पहिलो भाग छ, अस्तित्व मिथ्या रूपमा प्रकट छ भनेर। प्रकट छैन, यहाँ गएर प्रमाण भेटिन्छ कि प्रकट छैन अस्तित्व, प्रतीति छ, त्यो प्रकट जस्तो प्रतीत हुन्छ तर प्रकट छैन, परिवर्तन मात्रै छ हैन। अब यहाँ कुरा आउँछ कि किन त्यो प्रतीत हुन्छ फेरि। अब यहाँ एन्सर पनि आयो, किनभने परिवर्तन छ र परिवर्तनसँग इन्द्रियहरूले प्रतिक्रिया गर्छ, त्यही भएर त्यो प्रतीति पनि छ हैन। अब हेर्नु, इन्द्रिय आफै पनि परिवर्तन छ, इन्द्रिय पनि सत्य होइन, त्यो आफै परिवर्तन छ र अर्को परिवर्तनसँग उसले प्रतिक्रिया गर्छ, त्यही नै हामीलाई प्रतीतिको रूपमा प्रकटको रूपमा प्रतीत भइरहेछ हैन। तैपनि यहाँ किनको उत्तर आएन। किन आएन भने, किनभने अन्तमा गएर हामीले जब हेर्यौँ नि त्यहाँ के थियो, केही पनि थिएन नि त। परिवर्तन भनेको शून्यतामा गयो होइन, शून्यता भयो। अब शून्यताको के कारण होला त? केही कारण छैन, अकारण छ हैन। शून्यता किन छ शून्यता भन्दाखेरि कसले भन्छ किन छ शून्यता? शून्यता नै छ। अब त्यसको त कारण भेटिँदैन हैन। अब यो भयो मायाको कुरा। अर्को कुरा आउँछ कि सत्य रूपमा किन प्रकट छैन भनेर हैन। अब हेर्नु, सत्यको परिभाषा या फिर सत्य के हो भनेर त्यसको मानदण्ड, परिभाषा त नभनौँ, मानदण्ड। सत्यको मानदण्ड के हो भने जो कुनै पनि देश काल परिस्थिति सन्दर्भमा परिवर्तन हुँदैन त्यो नै सत्य हो, परम सत्य हो हैन। जसलाई कसैको लागि, मतलब कसैको लागि भन्न पनि व्यर्थ छ हैन। परिवर्तन हुनै सक्दैन, जसमा परिवर्तन हुन सक्दैन त्यो नै सत्य हो। अब हेर्नु, इन्द्रियको क्षमता कति छ हाम्रो परिवर्तनसँग प्रतिक्रिया गर्ने हैन। अघि नै हामीले स्पष्ट गर्यौं। अब सत्यमा परिवर्तन नै छैन भने कसरी त्यो प्रतीत हुन सक्छ, कसरी त्यो प्रकट हुन सक्छ? किनकि प्रकट हुनलाई त्यसमा परिवर्तन हुनु पर्यो, प्रतीत हुनलाई त्यसमा परिवर्तन हुनु पर्यो, इन्द्रियहरूले ग्रहण गर्नलाई त्यसमा परिवर्तन हुनु पर्यो, न त इन्द्रियहरूले ग्रहण नै गर्दैनन् हैन। अब यहाँ गएर स्पष्ट हुन्छ कि सत्य कहिले पनि प्रकट प्रतीत हुनै सक्दैन। किन? कारण छैन, यहाँ पनि अकारण नै हो। कारण एउटा हामीले एउटा बुझ्नलाई भन्न सक्छौँ कि परिवर्तन छैन, त्यही भएर त्यो प्रकट प्रतीत हुन सक्दैन हैन। अब यहाँ गएर जतिसुकै विश्लेषण गर्दा नि त्यही घुमाउरो उत्तर आउँछ हैन। त्यही भएर अस्तित्वको सन्दर्भमा, अद्वैतको सम्बन्धमा किन अनुभव प्रकट छ, किन प्रतीत हुन्छ, किन सत्य प्रतीत हुँदैन, प्रकट छैन भन्ने खाले प्रश्नहरूमा एउटा दृष्टिकोणले उत्तर आउँछ निस्केर। तर अन्तमा गएर त्यसको विश्लेषण गर्दै जाँदा, तर्क लगाउँदै जाँदा अन्तमा अकारण नै निक्लेर आउँछ हैन। सुरुवातमा बुझ्नलाई ठिक छ, बुझ्न सकिन्छ, तर अन्तमा गएर हरेक चिज अकारण छ, किनकि छँदै छैन केही पनि कहिले पनि छँदै थिएन। अब जे छँदै छैन त्यसको के कारण होला त? अब के भनौँ हामी? अब मैले बोले हुन त देखिरहेछ नि, अब हामीले बोलिरहेछ हैन, अनलाइनबाट सत्सङ्ग भइरहेछ, तर मैले त्यतिकै बोले भने यो छैन, केही पनि भइरहेको छैन भने कसैले मलाई पागल भन्ला नि हैन। कि सबै थोक भएको त देखिरहेछु, किन तपाईँले भन्दै हुनुहुन्छ, कसरी भन्न सक्नुहुन्छ कि केही पनि छैन हैन। तर यो एक प्रकारको बुझाइ हो हैन, प्रतीति भन्दा पनि। अब जसले बुझ्छ त्यसले बुझाइसम्म मात्रै सीमित हुन्छ, बुझाउन चाहिँ सकिन्न। तबसम्म बुझाउन सकिन्न जबसम्म त्यो व्यक्तिले आफै बुझ्न चाहँदैन, सत्य र असत्यको भेद बुझ्न चाहँदैन, त्यति बेलासम्म कसैले उसलाई बुझाउन पनि सक्दैन हैन। जब आफैभित्र एउटा जिज्ञासा उत्पन्न हुन्छ, एउटा प्रश्न हुन्छ, के हो त सत्य, के हो त मिथ्या, को हो म पनि मिथ्या हो कि म पनि सत्य हो कि, यस्तो खाले एउटा प्रश्न काफी छ। एउटा प्रश्न उठ्यो अनि त्यति बेला गुरु क्षेत्र मतलब ज्ञानको जुन सङ्ग्रह छ नि त्यो सबै ठाउँमा मौजुद छ। एकचोटि त्यो प्रश्नभित्रबाट उठ्नु पर्यो, उठ्न मात्र आवश्यक छ। त्यो प्रश्न उठ्ने बित्तिकै त्यो ज्ञानको जुन क्षेत्र छ त्यो एक्टिभ भइहाल्छ। अब त्यसको लागि प्रपञ्च गरिन्छ गुरु क्षेत्रबाट, गुरुबाट, अब त्यसलाई मार्गमा ल्याइन्छ, गुरु भेटिन्छ, सबै थोक हुन्छ। र यो सबै पनि माया हो, मिथ्या हो, भ्रम हो, प्रतीति मात्रै हो हैन। त्यही भएर केही पनि प्रकट छैन, केही पनि प्रतीति पनि छैन, सबै थोक भ्रम हो। जब यो भ्रम पुरै तरिकाले छुट्छ त्यसपछि फेरि त्यही हो, अकारण। हजुर, यो चाहिँ अलि लामो भयो मेरो मनन। अब अविनेशजी तपाईँ आफ्नो के कसो छ राख्नु, मैले आफ्नो मनन राखेँ।
सबैले आफ्नो मनन राख्नुभयो र सायद बोल्नलाई बाँकी केही पनि छैन हैन, सम्पूर्ण कुरा आइसकेको छ र हामीले यो सबै हाम्रो चर्चालाई एकै वाक्यमा समराइज गर्न चाह्यौँ भने आदि शङ्कराचार्यजीको महावाक्य हैन, ब्रह्म सत्यम जगत मिथ्या जीवो ब्रह्मैव नापर भन्ने महावाक्यमा टुङ्ग्याउन सकिन्छ कि जो हामी मिथ्या भनेका छौँ हैन, जुन मिथ्याको अर्थ हुन्छ कि जो देखिन्छ तर अन्तिम सत्य होइन वा त्यसको वास्तविक सत्यता होइन। मतलब जो देखिन्छ त्यो नभएर त्यो केवल एउटा भ्रम हो। जस्तो उदाहरणको लागि हामी लिन सक्छौँ रज्जु र सर्प हैन, कि जो अब रज्जुमा हामीलाई सर्पको भ्रम हुन्छ हैन, त्यहाँनिर हामीले हेर्यौँ भने सत्य त वास्तविक के थियो, रज्जु थियो अर्थात् डोरी थियो, तर भ्रम हामीलाई मिथ्या रूपमा के देखियो त भन्दा सर्प देखियो। वास्तवमा त्यहाँ कुनै सर्प छैन, तर अज्ञानवश अविद्यावश के भयो त भन्दा हामीले सर्पलाई नै सत्य मान्यौँ। त्यसरी नै जबसम्म ज्ञान हुँदैन, अघि सुरजीले भन्नुभयो, रोशनजीले भन्नुभयो होइन, वास्तवमा यो ज्ञान भइसके पछाडि यसको कुनै अर्थ छैन, न प्रश्न छ न उत्तर छ। ज्ञान भइसके पछाडि त्यो स्तरमा भएको व्यक्तिको लागि यो प्रश्न बेकार छ, कुनै अर्थ छैन यसको हैन। जब हामी सुरुवात गर्छौँ अनि के हुन्छ त भन्दाखेरि किनकि म आफूलाई केही मानिरहेको थिएँ, अज्ञानवश म त्यो डोरीलाई सर्प मानिरहेको थिएँ, त्यसैले भन्नु पर्यो कि त्यो मिथ्या हो, त्यो भ्रम हो, त्यो सर्प होइन हैन, राम्रोसँग हेर, राम्रोसँग त्यसको प्रमाण ल्याऊ, वास्तवमा त्यो डोरी हो। त्यही कारणले गर्दा त्यो अवस्थाबाट जब गुज्रिन पर्यो अनि भन्नु पर्यो कि मिथ्या रूपमा प्रकट छ भनेर भन्नु पर्यो। वास्तवमा न प्रकट छ न प्रकट छैन, अस्तित्व त सम्पूर्ण छ नि, एक हो नि, एक डोरी हो नि मात्र। त्यही डोरी सर्पको रूपमा पनि प्रकट छ, सत्य त के हो, डोरी हो। त्यसैले यो अज्ञान जबसम्म रहन्छ तबसम्म मिथ्या देखिन्छ, तबसम्म द्वैत रहन्छ। क्या मिथ्या देखिनुको अर्थ के हो, हामी यहाँ सत्यको कुरा पनि आइरहेको छ होइन, त्यसको अर्थ के हो त भन्दा हामी द्वैतको स्तरको कुरा गरिरहेका छौँ। जबसम्म द्वैत छ तबसम्म सम्पूर्णता जानिएको छैन, जस्तो कि ब्रह्म सत्य जगन मिथ्या होइन। त्यसैले यो जब अज्ञान हट्छ त्यस पछाडि अनि जब हामी ब्रह्म ज्ञान भन्छौँ या अस्तित्वको ज्ञान या एकताको ज्ञान या भनौँ अद्वैतको ज्ञान, त्यस पछाडि न मिथ्या रूप छ न सत्य रूप छ, न कुनै प्रकट छ न अप्रकट छ, र प्रकट पनि छ अप्रकट पनि छ। यो सुन्दा अचम्म लाग्छ सबै कसरी छ, किनकि अस्तित्व होइन। त्यसैले यो प्रश्नको उत्तर त्यही नै हो होइन, जे पनि प्रकट हुन्छ। अघि जानकीजीले पनि भन्नुभयो कि यदि त्यो प्रकटै छ भने, किनकि सत्यको मानदण्ड के हो त, जो परिवर्तनशील छ त्यो असत्य हो, जो अपरिवर्तनीय छ त्यो सत्य हो। यदि केही प्रकट भएको छ भने त्यो अनुभव जन्ने श्रेणीमा आयो, जसले गर्दा त्यो परिवर्तन हुन्छ, र जो परिवर्तन हुँदैन त्यसको अनुभव हुँदैन। त्यो अर्थमा भन्नुपर्दा चाहिँ जसलाई अनुभव भइरहेको छ त्यो अप्रकट छ, जो अनुभव जन्ने छ त्यो प्रकट छ, त्यसरी हामीले लिन सकियो। तर वास्तवमा भन्नुपर्दा अद्वैतको ज्ञान अनुसार न प्रकट छ न अप्रकट छ, न मिथ्या छ न सत्य छ, सबै समाहित छ। र यो बुद्धि पनि त्यही समाहित छ, जसले कि यो प्रश्न उठाउँछ कि यहाँ सत्य के हो, यहाँ मिथ्या के हो। मतलब त्यो बुद्धि पनि अब यहाँ शान्त भएको छ, त्यो बुद्धि पनि त्यही अनुभव भित्रै आयो नि, त्यो बुद्धि पनि त्यही अस्तित्वकै भाग हो। त्यसैले यो प्रश्न गर्नेवाला पनि त्यहाँ छैन। जबसम्म यो अहङ्कार रहन्छ कि म हुँ होइन, म विचार गर्छु, म प्रश्न गर्छु, तबसम्म यी प्रश्नहरू रहन्छन्। यी प्रश्नहरूको अस्तित्व छ भनौँ, यी प्रश्नहरूलाई बल मिल्छ। जब अज्ञान हट्छ, जब अद्वैतको ज्ञानको उदय हुन्छ, त्यस पछाडि यी प्रश्नहरू बेकार छन्। र हामीले सरल यसको उत्तर दिने भने अस्तित्व मिथ्या रूपमा प्रकट छ, वा भनौँ कि अस्तित्व स्वयंको अगाडि प्रकट छ। जस्तो कि डोरीमा सर्प देखियो, डोरी नै सर्प रूपमा देखिएको हो नि,
वास्तवमा त्यहाँ भिन्न सर्प त छैन। जस्तो हामी स्वप्नको उदाहरण लिन सक्छौँ होइन, स्वप्नमा त्यहाँ के प्रकट भयो, जगत आयो होइन, त्यहाँ हामीलाई कुनै दुःख भयो, हामी रोयौँ, तर बिउजिँदा केही छैन। त्यहाँ सत्य के थियो, त्यहाँ अप्रकट के थियो र प्रकट के थियो, र यो जागृतिमा के छ त्यस्तो अप्रकट होइन। त्यो स्वप्न र जागृतिसँग भेद के छ होइन। जसरी बिउजिँदा स्वप्न हराएको थियो त्यसरी नै जागृति कहाँ हराउँछ। यस्ता खालका प्रश्नहरू, यस्ता खालका मननहरूले नै त्यो ज्ञानमा अगाडि बढ्नलाई मद्दत गर्छ। र सबै कुरा तपाईँहरूले भनिसक्नु भएको छ र यही नै हो, अरू बाँकी भन्नु पर्ला जस्तो केही लाग्दैन मलाई। र अस्तित्व भने पछाडि त्यहाँनिर सम्पूर्ण छ र सबै कुरा अस्तित्व नै हो र अस्तित्व स्वयं निर्गुण छ भनौँ होइन। म पनि यति नै भन्न चाहे अवाणीजी। हजुर हजुर, धेरै धेरै धन्यवाद। मनन त त्यही निस्केर आउने हो सबैजनाको होइन, अरू त के नै भन्न सकिन्छ। धेरै राम्रो सबैजनाको होइन। यहाँ चाहिँ गुरुजीको एउटा कोट मैले देखेँ होइन, जुन कि जो प्रकट छ त्यो अनुभव छ भनेर लेख्नु भएको छ। अनुभव मूलभूत छ भनेर होइन, त्यही हो, अनुभव मूलभूत छ, प्रकट छ त्यो अनुभव छ। अब सबैजनाले आफ्नो आफ्नो मनन राख्नुभयो होइन, धेरै राम्रो। तर अन्तमा के भन्न चाहे भने कहिले पनि होइन, हामीले कता अब के छ भने एउटा प्रयास के छ भने मैले थाहा पाउनु पर्ने, मैले किन थाहा पाउनु पर्ने, म को हो होइन। अब थाहा भइसक्यो कि म सम्पूर्णता हो भनेपछि पनि किन थाहा पाउनु पर्ने। अब यो पनि गुरुजनले भनिसक्नुभयो कि केही थाहा पाउन सकिन्न, यतिमा पनि किन शान्त नहुने हामी। म विशेष गरेर म किन शान्त नभएको त होइन। अपरोक्ष अनुभव तर्कबाट प्रमाणित भइसक्यो कि म नै सबै थोक हो, म नै प्रकट, म नै प्रतीति, सबै म नै हो, अप्रकट पनि मै हो होइन, तर्कबाट बुझिसक्यो। तैपनि किन यो प्रयास, किन छोड्न सकिन्न होइन, किन अहङ्कार समाप्त हुँदैन, किन अहङ्कार यति भारी भएको हो, किन। अब यति पनि थाहा छ कि अस्तित्वमा पुरै अस्तित्व अनन्त छ। त्यो अनन्त अस्तित्वमा, अनन्त भनेको जसको अन्तै छैन, अब त्यो अनन्त अस्तित्वमा पृथ्वी एउटा सानो ग्रह जुन कि एउटा अस्तित्वको दृष्टिकोणले हेर्ने हो भने धुल कण बराबर पनि छैन। एउटा धुलको कण हुन्छ, त्योभन्दा पनि सानो एउटा पृथ्वी अस्तित्वको लागि। त्यो पृथ्वीमा बसेको एकजना मनुष्य शरीर यन्त्र एउटा व्यक्ति अवानी नामक, उसले पुरा अस्तित्वलाई जान्ने प्रयास गर्दैछ। कस्तो मूर्खतापूर्ण यो प्रयास रहेछ भने बुझ्दा बुझ्दै पनि होइन, एउटा अहङ्कार छ कि म छु भन्ने। को हो म सम्पूर्णता छु, तर किन मलाई त्यो सम्पूर्णतामा स्थिति नभएर किन यो शरीरमा मात्रै मलाई म देखिन्छु त अहङ्कारले गर्दा होइन। अब यो जुन प्रश्न आएको छ नि हाम्रो आजको, अस्तित्व मिथ्या रूपमा प्रकट छ, सत्य रूपमा किन छैन, यो पनि मैले मन गर्दा मैले हेर्छु त त्यो अहङ्कारकै एउटा प्रश्न हो। किन दुई भागमा गर्नुपर्ने हामीले सम्पूर्णतालाई, जस्तो कि अविनाशीले पनि भन्नुभयो होइन। एकता नै छ नि त, असत्य र सत्यको त भेदै छैन, एकता नै छ, अद्वैत नै छ। एकता पनि भन्न मिल्दैन, अद्वैत छ। एकता भन्यो भने दुईटा एक भएको जस्तो फिलिङ आउँछ, अद्वैत भनेको दुई छैन भन्न मिल्यो होइन। अहिले अद्वैत नै छ, अब के मिथ्या र के सत्य, दुई छैन भन्नेपछि त सकियो नि त्यहाँ कुरा होइन। हजुर, यही भनेर म पनि आफ्नो वाणीलाई यहाँ ल्याउँछु। अरू पनि कुनै साधक केही मनन आफ्नो राख्न चाहनुहुन्छ भने राख्नुहोस्, होइन भने यहाँ हामी सत्सङ्गको समापन गर्छौँ। सबैलाई धेरै धेरै धन्यवाद, सत्सङ्गमा जुट्नु भएकोमा आभार, सबैलाई प्रणाम, धन्यवाद, सबैलाई नमस्कार। धन्यवाद, नमस्कार सबैलाई। रेकर्डिङ रोकिदिनुहोस्।